2083 सालको दशैंका लागि नेपाली फिल्मको रिलिज तालिका लगभग तय भइसकेको देखिन्छ। चाडपर्वमा दर्शक हलतर्फ आकर्षित हुने मनोविज्ञानलाई ध्यानमा राख्दै 5 फिल्मले दशैंलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन्। दीपकराज गिरीको छ माया छपक्कै 2, विराज भट्टको 12 गाउँ 2, ज्ञानेन्द्र देउजाको झिङ्गे दाउ 2, चन्द्रपन्तको आबाट आमा 2 र महाराज धीराज दशैंमा रिलिज हुने पक्का भइसकेको छ। तर यी मध्ये धेरै जसो फिल्मको छायाङ्कन अझै सुरु हुन बाँकी छ। भुवन केसीको बाटुलो जुन, बसन्त निरोलाको 5 पाण्डव र अशोक शर्माको डबल इन्ट्री पनि दशैं लक्षित फिल्मका रूपमा चर्चामा छन्। चाडपर्वको माहौल र लामो बिदाका कारण निर्माता बीच दशैंमा फिल्म ल्याउने प्रतिस्पर्धा हुने गर्छ। तर हलको क्षमता हेर्दा सबै फिल्म एकै पटक रिलिज हुन कठिन देखिन्छ। अनुमान अनुसार बढीमा 3 फिल्म मात्र प्रदर्शनमा आउन सक्ने सम्भावना छ। विगतमा पनि चर्चाका लागि मात्र दशैं मिति घोषणा गर्ने र अन्तिम समयमा पछि हट्ने उदाहरण छन्। त्यसैले यसपटक पनि सबै फिल्महरू दशैंमा नै आउने निश्चित भने छैन। तपाईहरु पनि दशैंमा रिलिज हुन लागेका यी नयाँ चलचित्रहरू हेर्नका लागि कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोस्।